दर्शकलाई नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परम्परा दलाईलामा जू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुड्रो सङ्घको उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। विश्वभरले परमपवन दलाईलामा जूको 86औं जन्मदिन मनायो। परमपवन जूले करुणाको प्रोत्साहन जारी राख्ने बाचा। परमपवन जू र केन्द्रीय तिब्बती प्रशासनले हिमाचलका पूर्व मुख्यमन्त्रीको निधनमा शोक व्यक्त। कशाकले सीटीएका लागि राजनीतिक सचिव र प्रवक्ताको नियुक्ति। जर्मन संसदका सदस्यहरूले सिचोङलाई बधाई अभिनन्दन व्यक्त। तिब्बती मेडिकल एन्ड एस्ट्रो इन्स्टिच्युटद्वारा सिचोङ पेम्पा छिरिङलाई सम्मान। तिब्बत ब्युरो जेनेभाले चिनिया सरकारद्वारा तिब्बतमा अत्याचारको बारेमा रिपोर्ट जारी। तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसीद्वारा तिब्बतमा चीनको विनाशकारी नीतिहरूको बारे छलफलको आयोजना। तिब्बती दूतावास कार्यालय लन्डनद्वारा पर्यावरण संरक्षणको लागि परमपवन जूले गरेको योगदानबारे छलफल। आइरिस सेनेटर म्याल्कम ब्रिनद्वारा तिब्बतमा मानव अधिकारको दुरुपयोगको निन्दा। नेपाली सरकारद्वारा तिब्बतीहरूलाई कानुनी स्थिति प्रदान गर्न तत्काल कदम चाल्नुपर्छ। मानव अधिकारका लागि अन्तर्राष्ट्रिय महासङ्घका महासचिवको भनाई। अब समाचार विस्तारमा। यस हप्ता मङ्गलबार विश्वभरिका मानिसहरूले 14औं दलाईलामा जूको 86औं जन्मदिन मनाएका थिए। यस शुभ अवसरमा केन्द्रीय तिब्बती प्रशासनले सांस्कृतिक प्रस्तुति र परमपवन जूलाई समर्पित गीतहरूको एक आधिकारिक समारोह आयोजना गरेका थिए। समारोहको दौरान परमपवन जूबाट एक भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो। Appreciate the Indian sort of concept, secular, without religion, but keep honest, karuna and ahimsa. So, dear my friend, on my birthday, this is my gift. So please keep in your mind. तिब्बती धार्मिक परम्पराका प्रमुखहरूले पनि यस अवसरमा परमपवन जूलाई अभिवादन पठाउनु भएका थिए। सिचोङले आफ्नो बयानमा चीनलाई तिब्बती द्वन्द्व सुल्झाउने कुञ्जीको रूपमा परमपवन जूलाई मान्यता दिन र तिब्बत र चीनमा तीर्थयात्रामा परमपवन जूलाई कुनै शर्त नगरी आमन्त्रित गर्न चीनलाई आग्रह गरेका छन्। His Holiness the Dalai Lama is one of the foremost guides of our time and is one of the few individuals who can reorient Sino-Tibetan history towards a positive direction. The Chinese government should therefore recognize that His Holiness the Dalai Lama is the key to resolving the Sino-Tibetan conflict. It should utilize the opportunity offered by the mutually beneficial middle way approach to foster a harmonious environment where Tibetans and Chinese can coexist amicably. भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी सभाका अध्यक्ष नेन्सी पेलोसी, अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कन, ताइवानका राष्ट्रपति छाई इङ वेन, दक्षिण अफ्रिकाका राजकुमार मंगसुतु बुथेलेजी लगायत विश्व नेताहरूले परमपवन जूलाई जन्मदिनको बधाई व्यक्त गर्नुभएको थियो। जापान, बेल्जियम, मङ्गोलिया, फ्रान्स, इटली, चेक गणतन्त्र, हङ्गरी, स्विट्जरल्यान्ड, लिथुनिया, क्यानबेरा, वाशिंगटन डीसी, ताइवान, लन्डन र भारत लगायत विश्वका विभिन्न क्षेत्रमा रहेका तिब्बती समुदाय र तिब्बत समर्थकहरूले यो दिन मनाउनु भएको थियो। परमपवन जूले आफ्नो जन्मदिनमा बधाई व्यक्त गरेका सबैलाई हार्दिक आभार व्यक्त गर्दै 110 वर्ष उमेरसम्म बाँच्ने आफ्नो निर्णयलाई पुष्टि गर्नुभयो। And more people, sincerely express that way, then that gives me determination, inner strength. I must live long, as much as sort of life possible. So according some my also the dreams and some sort of predictions, my life 110 and some say 113. So it's more people
you see, genuinely sort of express friendly and respect and expectation. So I determined I must live at least 110 years. जब स्वास्थ्य उपचार व्यवसायसँग सम्बन्ध भएको बेला सहानुभूति र अनुकम्पाको कसरी अभ्यास गर्ने भन्ने सोध्दा परमपवनज्यूले हरेक मानव क्रियाकलापमा स्नेहको साथमा हुनुपर्छ भन्नुभयो। Doctor as a sort of profession, then their work itself is something helping other people, some very relevant with genuine sort of sense of concern of the patient's or say being. The doctor's profession is something very, very sort of also a close connection with sincere, compassionate motivation. गत हप्ता शुक्रबार आयोजित 21औं जैन सम्मेलनको अवसरमा परमपवनज्यूलाई जैन परम्परा र शाकाहारी आन्दोलनले फैलाएको अहिंसात्मक जीवनशैलीको सराहना गर्नुभयो। One of the ancient Indian tradition is Jainism. Really wonderful, strictly non-violent way of life. Your organization, you see, really have great potential to promote in the society non-violent and also including vegetarianism. परमपवन दलाई लामाज्यू र केन्द्रीय तिब्बती प्रशासनले हिमाचल प्रदेशका पूर्व मुख्यमन्त्री श्री वीरभद्र सिंहको निधनमा दुःख व्यक्त गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनले यस हप्ता बिहिबार एक प्रार्थना सेवा आयोजित गर्दै आधारको रूपमा कार्यालयहरू बाँकी दिन बन्द गरेको थियो। श्री वीरभद्र सिंह 87 वर्षको उमेरमा यस बिहिबार शिमलामा निधन हुनुभयो। केन्द्र प्रशासनको मन्त्री परिषदले केन्द्रीय तिब्बती प्रशासनका लागि राजनीतिक सचिवका रूपमा शाटोङ टसी ग्याचोलाई नियुक्त गर्नुभयो। ग्याचो यसअघि तिब्बती सर्वोच्च न्याय आयोगको सचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो। सिजोङले केन्द्रीय तिब्बती प्रशासनको नयाँ आधिकारिक प्रवक्ताको रूपमा अतिरिक्त सचिव तेन्जिन लेक्सेलाई नियुक्त गर्नुभयो र जबसम्म ताइवान स्थित तिब्बत कार्यालय प्रतिनिधि श्री दावा सिंहले पदभार लिन नसकिन्जेल उनी तिब्बत नीति संस्थान टिपिआई का निर्देशक पनि रहनेछन्। पूर्व वित्त विभागका सचिव यीशु वाङमो तिब्बती सर्वोच्च न्याय आयोगको सचिवको रूपमा काम गर्नेछन्। जर्मन संसदका 3 सदस्य मार्गरेट बोस, मारिया क्लेन स्मेक, क्लॉडिया रोथले गत हप्ता बिहिबार चुनावी जितको लागि सिजोङ पेम्बा छिरिङलाई बधाई व्यक्त गर्नुभयो। उनीहरूले तिब्बती जनतालाई निरन्तर समर्थन दिने पुष्टि पनि गर्नुभयो। तिब्बतन मेडिकल एन्ड एस्ट्रो इन्स्टिच्युटले यस हप्ता सोमबार संस्थानको आधिकारिक भ्रमणमा सिजोङ पेम्बा छिरिङलाई सम्मानित गर्नुभयो। सिजोङले मेन्ची खानले वर्षौंदेखि भइरहेको द्रुत प्रगतिको प्रशंसा गर्दै संस्थानले जनतालाई शारीरिक र मानसिक स्वास्थ्य सेवा दिन र युवा जनशक्तिलाई रोजगारीको माध्यमबाट शिक्षा प्रदान गर्न र सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रोत्साहन गर्नुभयो। तिब्बत ब्युरो जेनेवाले तिब्बतमा चिनिया कम्युनिस्ट पार्टीको 100 अत्याचार 100 वर्षमा सिसिपीको अत्याचारको इतिहासमा एउटा पुस्तिका शीर्षकको प्रतिवेदन गत हप्ता बिहिबार जारी गरेको छ। देशभित्र जनताको स्वतन्त्रतामा दमनकारी शासन र असफलता चिन्हित गर्न यस पुस्तिकालाई एक अनुस्मारकको रूपमा प्रस्तुत गरिएको छ। यस पुस्तिकाले तिब्बतमा कब्जा भएको केही क्रूर उपचारहरू पत्ता लगाएर यसको हिंसात्मक इतिहास मेटाउन सिसिपीको प्रयासलाई चुनौती दिन खोजेको छ। चीनद्वारा तिब्बतको विनाश सम्बन्धी एक अनलाइन सेमिनार तिब्बत दूतावास कार्यालय वाशिंगटन डीसीले बुधबार आईपीके मिडियाको सहकार्यमा यस हप्ता बुधबार चिनिया कम्युनिस्ट पार्टीले शताब्दी मनाउने एक दिन अघि आयोजना गरेको थियो। यो घटना चिनिया कम्युनिस्ट पार्टीको विनाशकारी नीतिहरू दुनियाभरमा चिनिया विद्वानहरूको नेतृत्वमा 100 घण्टा छलफलको हिस्सा थियो। वक्ताहरूले तिब्बतमा भएका तिब्बतीहरूमा हुने मानवाधिकार उल्लङ्घनबारे स्पष्ट पारेका छन्। तिब्बत दूतावास कार्यालय लन्डनले परमपवन दलाई लामाज्यूको
जन्मदिनको अवसरमा पर्यावरण र विश्वका लागि जलवायु अपिलमा दलाई लामा शीर्षकको एक भर्चुअल प्यानल छलफलको आयोजना गर्नुभएको थियो। उक्त कार्यक्रमले परमपञ्ज्यूको एउटा मुख्य चिन्ताको विषय र मानवतालाई योगदान पुर्याएको सम्झिनु भएको छ, जुन हाम्रो ग्रहमा रहेको अत्यावश्यक वातावरणीय मुद्दाहरू हुन्। यो वर्ष संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन COP26 संयुक्त अधिराज्यमा आयोजना हुनेछ र धेरै राजनीतिज्ञ, कूटनीतिज्ञ र राष्ट्रका प्रमुखहरूले शून्य उत्सर्जन दर र लक्षित विश्वव्यापी मौसम तापमानको बारेमा सम्झौता प्राप्त गर्नमा केन्द्रित हुने धेरैले आशा गरेको छ। आइरिस फियाना फेल राजनीतिज्ञ सेनेटर म्याल्कम बर्नले यस हप्ता सोमबार तिब्बत, हङकङ र सिन्ज्याङमा चिनिया कम्युनिस्ट पार्टीको नरसंहार र मानव अधिकार उल्लङ्घनको निन्दा गर्दै आयरल्यान्ड संसदको माथिल्लो सदनमा व्यक्त गर्नुभएको थियो। उनले आजै बीजिङ कार्यहरूलाई रक्षा गर्न खोज्ने संसदहरूलाई जवाबदेही हुनुपर्दछ र EU र यसको सदस्य पक्षहरूले पनि उनीहरूको विचार साझा गर्न कि नगर्ने भनेर निर्णय गर्नुपर्छ भन्नुभएको छ। मानव अधिकारका लागि अन्तर्राष्ट्रिय महासङ्घका महासचिव आदिलुर रहमान खानले नेपाल सरकारले तिब्बतीहरूलाई कानुन मान्यता दिनुपर्ने माग गरेको छ। महासचिव खानले दशकौंसम्म हजारौं तिब्बती शरणार्थीहरूलाई शरण दिएकोमा नेपालको सराहना गर्नुभयो, तर सरकारले शरणार्थीहरूलाई अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी सिद्धान्त र सन्धि अनुसार पूरा संरक्षण दिनुपर्छ भन्नुभयो। उनले तिब्बतीहरूलाई कानुनी स्थिति प्रदान गर्न र उनीहरूको मौलिक अधिकारको संरक्षण र सम्मानका लागि कडा कदम चाल्न नेपाल सरकारलाई अपिल गरेको छ। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।